थ्याङ्क यू। चौथो राइम्स मन्त्रीस्तरीय सम्मेलनका आदरणीय अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिमज्यूहरू, विशिष्ट प्रतिनिधिहरू एवं यस बैठकमा उपस्थित महिला तथा सज्जनवृन्द, यस महत्त्वपूर्ण क्षेत्रीय मञ्चमा नेपाल सरकारको प्रतिनिधित्व गर्न पाउँदा म अत्यन्तै हर्षित र गौरवान्वित महसुस गरिरहेको छु। नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट म यहाँहरू सबैलाई हार्दिक स्वागत र अभिवादन व्यक्त गर्दछु। म मित्र राष्ट्र श्रीलङ्कालाई आतिथ्यताका लागि हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु। यो मन्त्रीस्तरीय सम्मेलनको आयोजनाका लागि राइम्स सचिवालयलाई धन्यवाद दिन चाहन्छु। यो सम्मेलनले सदस्य राष्ट्रहरूबीच अनुभव साझा गर्न र जलवायु उत्थानशीलता तथा प्रभावकारी पूर्व सूचना प्रणालीका लागि हाम्रा साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्ने महत्त्वपूर्ण मञ्च रहनेछ भन्ने मलाई विश्वास लागेको छ। अध्यक्षज्यू, अब म नेपालको राष्ट्रिय जलवायु जोखिम र संवेदनशीलताका बारेमा केही कुरा राख्न चाहन्छु। तराईको समथर भूभागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको नेपालको विविध भूगोलका कारण हामी जल तथा मौसम विज्ञान विज्ञान र भूभौतिकीका प्रकोपहरूको विविध रूपहरूको उच्च जोखिममा छ। प्रत्येक वर्ष बाढी, पहिरो, खडेरी, शीतलहर, चट्याङ र हिमताल विस्फोट जस्ता घटनाहरूका कारण जनधनको ठुलो क्षति, पूर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको हामीले अनुभव गरेका छौँ। जलवायु परिवर्तनले यी जोखिमहरूको आवृत्ति र अनिश्चितता अझ बढाएको छ, जसले दुर्गम र पहाडी क्षेत्रका समुदायहरूलाई थप जोखिममा पारेको छ। अल्पविकसित राष्ट्र एडीसी को हैसियतले नेपालले अग्रिम कार्यप्रणालीलाई सुदृढ बनाउने र समुदायमुखी प्रकोप जोखिम न्यूनीकरण उपायहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता अत्यावश्यक ठानेको छ। संस्थागत प्रतिबद्धता, नेपाल सरकारले बहुजोखिम पूर्व सूचना प्रणाली विकासलाई प्राथमिकतामा राखेको छ। जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा हामी पूर्वानुमानलाई यथार्थपरक तथा विश्वसनीयता बढाउने अवलोकन सञ्जाल विस्तार गर्ने र प्राकृतिक तथा प्रकोप व्यवस्थापन संस्थाबीच समन्वय मजबुत बनाउँदैछ। हामी जोखिम सम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, संस्थागत क्षमतालाई वृद्धि गर्न र जीवन रक्षात्मक जानकारी संवेदनशील समुदायहरूलाई समयमै पुर्याउने कार्यमा प्रतिबद्ध छ। राइम्ससँगको सहकार्य, राइम्ससँग नेपालको दीर्घकालीन र बहुआयामी साझेदारीले हाम्रो प्रकोप जोखिम न्यूनीकरण प्रयासहरूमा महत्त्वपूर्ण योगदान दिएको छ। हामीले राइम्स फ्रेमवर्कका 5वटै स्तम्भहरूमा व्यापक सहयोग प्राप्त गरेका छौँ। स्तम्भ 1 डाटा उपलब्धता र पहुँच सुधार। राइम्ससँगको सहकार्यमा नेपालले आफ्नो जलवायु मान अवलोकन सञ्जाललाई आधुनिकीकरण गरेको छ, डाटा साझेदारी प्रोटोकलहरू सुधार गरेको छ र वास्तविक समयको अवलोकन तथा उपग्रह डेटा समावेश गर्दै उच्च गुणस्तरको डेटा पहुँच सुदृढ बनाएको छ। स्तम्भ 2 मोडलिङ र पूर्वानुमान। हामीले बाढी पूर्वानुमान र हिमताल विस्फोटका लागि पूर्व सूचना प्रणालीमा महत्त्वपूर्ण प्रगति गरेका छौँ। राइम्सले सङ्ख्यात्मक मौसम पूर्वानुमान मोडलहरूको सुधार र ऋतुपरक पूर्वानुमानलाई राष्ट्रिय योजना र क्षेत्रीय रणनीतिमा समावेश गर्न मद्दत गरेको छ। स्तम्भ 3 तथ्याङ्कलाई प्रयोगयोग्य सूचनामा रूपान्तरण। जलवायु सेवा उपकरण CST को सञ्चालनबाट कृषि, जल व्यवस्थापन र विद्युत जस्ता क्षेत्रहरूमा विशेष पूर्वानुमानहरूको पहुँच वृद्धि भएको छ।
कृषि, यातायात र विपद व्यवस्थापनका क्षेत्रमा राइम्सको सहयोगमा र सरकारले जलवायु सूचित निर्णय लिनका लागि डिसिजन सपोर्ट सिस्टम DSS को परीक्षण सुरु गरेको छ। यो उपकरणले सरकारी निकायहरू र नागरिक समाजको सहकार्यमा परामर्शहरू तयार गर्न सहयोग पुर्याउँछ। स्तम्भ 4 संस्थागत क्षमता र सुशासन राइम्सको सहयोगमा नेपालले मन्त्रालय स्तरीय समन्वय मजबुत बनाएको छ। राष्ट्रिय जलवायु सेवा ढाँचाको कार्यान्वयन अगाडि बढाएको छ र पूर्वानुमानमा आधारित वित्तीय संयन्त्रहरू सुरु गरेको छ। स्तम्भ 5 समुदायमा पहुँच र पृष्ठपोषण राइम्सद्वारा सञ्चालित कार्यशाला र नमुना परियोजनाहरूले समुदाय स्तरमा पूर्व सूचना प्रसारणलाई बलियो बनाएको छ र स्थानीय स्तरमा पूर्वानुमानको बुझाइ र सञ्चार प्रणाली सुधार गरेको छ, जसले सबैभन्दा दुर्गम समुदायसम्म पनि सूचना पुर्याउने सुनिश्चित गरेको छ। यी प्रयासहरूले नेपाललाई तथ्याङ्क उत्पादनबाट निर्णय प्रक्रियामा कार्यप्रणालीतर्फ अघि बढ्न सघाएको छ, जसले हामीलाई पूर्व सूचनायुक्त र उत्थानशील समाज निर्माणतर्फ उन्मुख बनाइरहेको छ। राइम्सको गुरुयोजना 2026-2030 प्रति समर्थन नेपालले राइम्सको गुरुयोजना 2026-2030 लाई पुनः समर्थन गरेको छ। यो योजनाको संरक्षित स्तम्भ आधारित दृष्टिकोण हाम्रो राष्ट्रिय प्राथमिकताहरू, विशेष गरी जलवायु मैत्री, विकास पूर्व सूचना प्रणाली र प्रकोप तयारीमा नजिकबाट मेल खान्छ। राइम्सले अन्तिम पहुँच, सुनिश्चितता, पूर्व जानकारीमा आधारित शासन प्रणाली र क्षेत्रीय समन्वय दिएको जोडको हामी प्रशंसा गर्दछौँ। हामी ऋतुपरक पूर्वानुमान, जलवायु स्वास्थ्य सम्बन्ध र जलवायु संवेदनशील क्षेत्रहरूमा नवप्रवर्तनशील वित्तीय संयोजनमा अझ गहिरो सहकारीको अपेक्षा गर्दछौँ। अन्त्यमा नेपाल सरकारको तर्फबाट सबैलाई पूर्व जानकारीको पहललाई अगाडि बढाउन राइम्स र अन्य सदस्य राष्ट्रहरूसँग सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याउँदछौँ। हामी विज्ञान, नीति र समाजबीचको सहकार्यलाई मजबुत बनाउँदै सबै व्यक्तिलाई जति नै दुर्गम क्षेत्रमा वा संवेदनशील किन नहुन्, समन्वय र प्रयोगयोग्य पूर्व सूचना प्रदान गर्ने लक्ष्यमा अघि बढ्नेमा प्रतिबद्धता जाहेर गर्दछौँ। अध्यक्षज्यू, यो अवसर प्रदान गरिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार, जय हिन्द। Thank you, Nepal.